जय हो प्रथम गोर्खा, जय हो प्रथम गोर्खा। सुनो सुनाओ वीर गाथा, प्रथम गोर्खा को महानता। जय हो प्रथम गोर्खा, जय हो प्रथम गोर्खा। जय हो प्रथम गोर्खा, जय हो प्रथम गोर्खा। सुनाओ वीर गाथा, प्रथम गोर्खा को महानता। जय हो प्रथम गोर्खा, जय हो प्रथम गोर्खा। आपनी जीत पायो महानको डाँडामा, हारमा पनि जीत पायो महानको डाँडामा। एकान्तमा गोर्खाली भेटायो सरीको अवतारमा, एकान्तमा गोर्खाली भेटायो सरीको अवतारमा। जय हो प्रथम गोर्खा, जय हो प्रथम गोर्खा। सुनो सुनाओ वीर गाथा, प्रथम गोर्खा को महानता। जय हो प्रथम गोर्खा, जय हो प्रथम गोर्खा। प्रथम गोर्खाले झुकायो, पार गरेर जितको झण्डा लहरायो। सामना गर्ने दुश्मन जो होस्, प्रथम गोर्खाले झुकायो। जय हो प्रथम गोर्खा, जय हो प्रथम गोर्खा। सुनो सुनाओ वीर गाथा, प्रथम गोर्खा को महानता। जय हो प्रथम गोर्खा, जय हो प्रथम गोर्खा। नमस्ते। भेट घाटेको हुन्छ। हो कि होइन, हो 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 कि होइन, हो 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 कि होइन, हो 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 कि होइन, हो हो। कतिले हाम्रो शहीद राख्नेछौँ सधैँ झन्डाकोमा। राख्नेछौँ सधैँ झन्डाकोमा। बिर्सने छैनौँ हामी मौका पाए, फर्किन्छ खुकुरी दिउँला हामी जान। बिर्सने छैनौँ हामी मौका पाए, फर्किन्छ खुकुरी दिउँला हामी जान। जय हो
एकदमै सबैलाई धेरै धेरै मुबारकबाद छ। यो रेजिङ डे हामीले हर साल मनाएर आइरहेको छौँ। त यो हाम्रो लागि धेरै नै देहरादून भुपू पार्टीले धेरै नै उत्साह र उमङ्गसँग यो रेजिङ डेलाई मनाएर रहेको छौँ। आफ्नो अमूल्य क्षण निकालेर आउनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। त म आजको कार्यक्रमको बारेमा हजुरलाई जानकारी दिन राख्नु छ। त्यसपछि बटला प्रोग्रामले आफ्नो प्रोग्राम देखाउनु छ। त्यसपछि हामीले श्रद्धाञ्जली गर्नुभन्दा पहिला म जो हामीले आफ्नो साथ पुजीहरूलाई एउटा हामीले लगाइदिनु छ। यसै अरे एकछिन यहाँ हेर्नु न, यहाँ हेर्नु त। एक मिनट अजय दा हो गया हाँ? अब और डीम हो गया ये तो मैं लहरा पैसा
अब राष्ट्रिय सबभन्दा सिनियर सुरु गर्नु Congratulations and celebration when I tell everyone that you're in love with me. Congratulations and jubilation. I want the world to know how happy as can be. Who would believe that I would be happy and contented? I used to think that happiness had been waiting, but that was in the bad old days before I met you. When I was away, walking to my heart. Congratulations and celebration. मेरो आवाज सुन्न सक्नुहुन्छ सबले? गङ्गा बहादुर सर म धेरै कुरा छैन, मैले एक लाइन म सिर्फ आफ्नो अहिले खुसियालीको शुभकामना दिन्छु। आज हाम्रो वतनको 211 वर्ष भइसकेको खण्डमा तपाईँ सबै यहाँ उपस्थित हुनुहुन्छ। हजुरहरूलाई सबको मेरो तर्फबाट हार्दिक हार्दिक शुभकामना छ। यस्तै प्रकारले हर सालमा आउनु होला अनि जम्मा हुनु होला अनि आफ्नो खुसियाली मनाउनु होला भन्ने मेरो अनुरोध छ। अनि पिछले सालमा नि भेट भएको थियो, अहिले पनि भेट भयो। यस्तै भेट भइरहनु पर्ने हामीहरू तब फेरि हामीले मतदान कहिले पनि भुल्न सक्दैन। इतिहासको म एक लाइन म भन्न चाहन्छु। जब म पन्तनमा आएको थिएँ 147 जन्मदिन मनाएको थिएँ मैले। आज मैले 64 साल जन्मदिन मनाउने छु पन्तनको राइजिङले। यसमा तपाईँलाई कस्तो लाग्छ, खुसी लाग्छ या कस्तो लाग्छ, यसको शुभकामना मलाई दिनु होला या पन्तलाई दिनु होला या बसेको सबैलाई दिनु होला। म भन्छु मेरो तर्फबाट तपाईँलाई सबैलाई शुभकामना छ। अनि सबभन्दा पहिला मैले राइजिङ डे मनाएको थिएँ नेफामा, बडालु भन्ने जग्गामा मनाएको थिएँ। त्यस टाइममा 147 वर्ष पुगेको थियो पन्तन खडा भएको। उसको बाद मनाउँदै अहिलेसम्म आइयो। अब 211 वर्ष पनि भइसक्यो। और मैले 64 वर्षले राइजिङ डे मनाएँ यो पन्तनको। त योभन्दा भाग्यशाली म अरू केही उसमा आउन सक्दैन। म बहुत भाग्यशाली हुन्छु भन्ने मलाई अनि गौरव छ। अनि तपाईँहरू पनि यस्तै प्रकारले अनि रहनु होला, खेल्नु होला, मिलमिलाप राख्नु होला, आफ्नो सेहतको ख्याल गर्नु होला, सेहतलाई ज्यादा ध्यान दिनु होला है। ल मेरो कुरा यति नै हो। 211 को धेरै 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 शुभकामना छ। धन्यवाद और आशीर्वाद।
स्टिक गिलास में दिन करो आ जाओ मेमोरी पावर बढ्छ किनकि पुरानो यादलाई पुरानो समयलाई याद गर्नुमा हाम्रो पुरा 20-25-30 साल पछाडि हाम्रो मेमोरी जान्छ। तो एउटा स्वास्थ्यको लागि धेरै नै जरुरी छ कि एउटा मेमोरी पावर बढाउँ। अर्को पावर हो रेजिङ डे। रेजिङ डेमा हामीहरू भेट हुनुपर्छ, सालमा एकचोटि हुन्छ। तो एकचोटि समय निकालेर हामी सबै भेट हुनुपर्छ किनकि हामीले आफ्नो 20-25-30 साल यस पल्टनले गर्दा हामीले आज यहाँसम्म पुर्याएको छ। कसैको छोरा डक्टर होला, कसैको छोरा पाइलट होला, कसैको छोरा ठुलो अफसर होला। तो सबै चिज हाम्रो पल्टनले गर्दा हामीलाई यहाँसम्म पुर्यायो। हामीले बिर्सिनुहुन्न कि हामी कुन परिस्थितिमा हामी आफ्नो जीवनमा आएको थियौँ, तर पल्टनको नुन, पल्टनको समर्पणले गर्दा हामी आज यस काबिल भएको छ कि हामीले पल्टनलाई याद गर्छौँ। और पल्टनको नामको लागि अझै भुभु भए पनि के छ, हामी हमेसा त्यहाँ रहन्छौँ उस पल्टनको हरेक क्षणको लागि। हामीसँग मौका छैन, मौका आउँछ सिर्फ सालमा एकचोटि, त्यो हो रेजिङ डे। जति पनि आज सबै भएको म हजुरलाई विनम्र निवेदन गर्दछु खास गरेर कि यस्तो मौकालाई हजुर बार बार आउनुहोला किनकि मेरो यो सेकेन्ड रेजिङ डे हो। म चाहन्छु कि देहरादुनको जो भुभुको रेजिङ डे छ यो हाम्रो नेपालको जति पनि रेजिङ डे चल्छ त्यहाँसम्म दिनलाई यो हाम्रो आवाज पुर्याउँछ कि हामीले पनि देहरादुनमा पल्टनको लागि आफ्नो एक दिनको समय निकालेर हामीले आफ्नो पल्टनलाई याद गर्छौँ। किनभने आउने दिन समय अगाडि बढिरहेछ और अगाडि बढ्दै बढ्दै हामी धेरै दिन अगाडि निस्किरहेछ। तो जिन्दगीमा केही पनि छैन भन्छ कुछ समय को समय को न जाने आगे कब जैसे वीर बहादुर साहब और टेक बहादुर साहब बराबर काम ने सुमितपुर जी, पीपलपुर जी, ये हाम्रो यहाँ इंस्पेक्टर साहब शीतल साहब, अनुप दाई धेरै बढी चढी हिस्सा लिनुहुन्छ यसमा।
दिनमा त भइदिन्छ देखि नेपालसम्म जाउँ न पोखरादेखि आन्छ उनीहरूको भयङ्कर अनि प्रदर्शन हुन्छ यता भोटौरदेखि नै आन्छ काठमाडौँमा नै आन्छ त्यो मैले सुन्छु युट्युबमा त्यो उनीहरूको प्रदर्शनको त्यो ऊ छ नि के राजेन्द्र साहबले हाम्रो पार्टीलाई धेरै योगदान दिनुभयो उहाँको कर्तव्यप्रष्ट र उहाँको निरन्तर
हामीलाई जो कार्य गर्नुभयो उहाँलाई हामी सदैव आभार मान्नेछौँ र प्लिज एउटा सो साथको लागि उहाँको तर्फदेखि सानो गीत सब जोरदार ताली प्लिज सांस्कृतिक कला केन्द्र यसमा जो हाम्रो तर्फदेखि यस सुरु छ र दुइटै परेशान भएको छ अर्गनाइजरहरू